के तपाईँहरू मतदाता परिचय पत्र यानि कि भोटर आइडी बनाउने सोचमा हुनुहुन्छ र भोटर आइडी कसरी बनाउने अनलाइनबाट कसरी फर्म भर्ने भनेर सोचिराख्नु भएको छ भने आजको यो भिडियो तपाईँहरूकै लागि छ। आउनुहोस् सुरुदेखि अन्तिमसम्म नछुटाइकन यो भिडियो हेर्नु होला। हामी तपाईँलाई स्टेप बाई स्टेप भोटर आइडी कसरी बनाउने अनलाइनबाट भनेर हामी तपाईँलाई सिकाउनेछौँ। सबैभन्दा सुरुमा चाहिँ तपाईँले गुगलमा गएर भोटर आइडी रेजिस्ट्रेसन भनेर टाइप गर्नुहोस् र टाइप गरिसकेपछि त्यसलाई इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ इलेक्सन कमिसन नेपाल भनेर वेबसाइट आउँछ, त्यहाँ क्लिक गर्नुहोस्। यहाँ तपाईँले दुईटा अप्सन देख्न सक्नुहुन्छ। हामीले नयाँ दर्ता गर्न आँटेको हुनाले अगाडिको नयाँ दर्तामा क्लिक गर्नुहोस् र त्यसपछि यहाँ आउँछ तपाईँको आफ्नो मोबाइल नम्बर हाल्नुहोस् भन्ने अप्सन आउँछ। यसमा चाहिँ तपाईँले आफ्नो मोबाइल नम्बर हाल्नु होला, तर याद राख्नुहोस् है तपाईँले चलाइरहने मोबाइल नम्बर हाल्नु होला, किनभने 4वटा पिन भएको ओटिपी मेसेज तपाईँको यही नम्बरमा आउने हुन्छ। हामीले चाहिँ यहाँ आफ्नो मोबाइल नम्बर हालेका छौँ र परपट्टि जुन एरो दिएको छ त्यसमा क्लिक गर्छौँ र ओटिपी नम्बर हाम्रो अहिले भर्खर हालेको नम्बरमा आएको छ र हामी त्यही नम्बर यहाँनिर हाल्दैछौँ। 4टा डिजिटको हुन्छ र हामीले यो हाल्ने बित्तिकै नयाँ अप्सन आउँछ, नयाँ दर्ता भन्नेमा हामी जानेछौँ। त्यहाँ थिचिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू। तपाईँले एकचोटि राम्रोसँग पढ्नु होला र हामीले चाहिँ नयाँ दर्ता गर्न आँटेको हुनाले चाहिँ हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन भन्नेमा चाहिँ क्लिक गर्छौँ अनि सुरु गर्नुहोस् जुन हरेक कलरको छ त्यसमा क्लिक गर्छौँ। र तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ स्थायी ठेगाना छ। यो चाहिँ नागरिकता अनुसारको ठेगाना एकदमै हुनुपर्छ भनेर यहाँनिर देखाएको छ। हेर्नुहोस् है त राम्रोसँग। सुरुमा प्रदेश, कुन प्रदेश पर्छ त त्यो छान्न सक्नुहुन्छ र अर्को छ जिल्ला, कुन जिल्ला हो त्यो तपाईँको हाल्नु होला। अर्को छ गाउँपालिका नगरपालिका जे पर्छ त्यहाँनिर खोजेर हाल्नु होला। अर्को छ वडा नम्बर, कति पर्छ वडा नम्बर हाल्नु होला। अर्को छ मतदाता स्थलको नाम, 2-3वटा मतदाता स्थल हुनसक्छ तपाईँको ठाउँमा, जुन चाहिँ तपाईँले पाएको पर्छ त्यही हाल्नु होला र हामी अर्कोमा अप्सन आएको छ, त्यसपछि हामी अर्कोमा गएर क्लिक गर्छौँ र अर्कोमा आइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ व्यक्तिगत विवरण भन्ने छ। यहाँ चाहिँ तपाईँको जसको मतदाता बनाउँदैछौँ उसको नाम हाल्नुपर्ने हुन्छ। सुरुमा चाहिँ पहिलो नाम र बिचको नाम छैन भने पर्दैन र अन्त्यमा थर हाल्नुपर्ने हुन्छ। अब यसमा चाहिँ ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि जस्तै राम प्रसाद गुरुङ छ भने चाहिँ सुरुमा राम लेख्नुपर्ने हुन्छ, बिचको नाममा चाहिँ प्रसाद र अन्त्यमा चाहिँ गुरुङ लेख्नुपर्ने हुन्छ। यहाँ चाहिँ बिचको नाम केही नभएर हामीले केही लेखेका छैनौँ, पहिलो र अन्त्यमा मात्रै लेखेका छौँ। र अर्को तल्लोपट्टि देख्न सक्नुहुन्छ मतदाताको नाम अङ्ग्रेजीमा, यो चाहिँ इङ्ग्लिसमा हो, सेम त्यसरी नै हो। सुरुमा अगाडिको नाम र लास्टमा थर लेख्नुपर्ने हुन्छ। अर्को छ पति पत्नीको नाम, यो भनेको चाहिँ विवाह भएको खण्डमा चाहिँ तपाईँले आफ्नो पति वा पत्नीको नाम लेख्न सक्नुहुन्छ। यदि विवाह भएको छैन भने त्यो खासै अनिवार्य छैन। र बाबुको नाम छ, यो पनि सेम त्यसरी नै हो, अगाडि नाम लेख्ने हो, बिचमा नाम छ भने बिचको नाम लेख्ने हो, नत्र अन्तमा थर लेख्ने हो। आमाको नाममा पनि त्यही प्रक्रिया फलो गर्नु होला। बाजेको नाममा पनि त्यही हुन्छ। तर ध्यान के कुरा राख्नुहोस् भन्दाखेरि ह्रस्व दीर्घहरू र नाममा कुनै प्रकारको गल्ती चाहिँ नहोस् र लिङ्गमा महिला पुरुष जे हुन्छ त्यो हाल्नु होला। मोबाइल नम्बर अगाडि आफै आएको हुन्छ, अगाडि जुन हाल्नु भएको छ त्यो आफै लेखिसकेको हुन्छ यहीँनिर, र इमेल ठेगाना आफ्नो जुन छ त्यही हाल्नु होला। यति भइसकेपछि अर्कोमा थिच्नु भइसकेपछि अब हामी आउँछ नागरिकताको विवरण। सुरुमा चाहिँ तपाईँले जन्ममिति हाल्नुपर्ने हुन्छ। नागरिकता अनुसार तपाईँको जन्ममिति के छ त्यही छानेर हाल्नु होला। यो जुन क्यालेन्डर जस्तो देख्नु भएको छ तपाईँले यहीँभित्र पाउनुहुन्छ। यसमा चाहिँ तपाईँले वर्ष, महिना र गते छान्नुपर्ने हुन्छ। र अर्को छ नागरिकताको प्रमाणपत्र नम्बर। यहाँ चाहिँ तपाईँले नागरिकताको प्रमाणपत्र नम्बर हाल्नुपर्ने हुन्छ। नागरिकतामा जे जस्तो छ त्यसलाई दुरुस्तै जस्ताको त्यस्तै साटिदिनु होला। र अर्कोपट्टि छेउमै देख्न सक्नुहुन्छ तपाईँले राष्ट्र परिचय पत्र नम्बर। यदि तपाईँको राष्ट्र परिचय पत्र बनिसकेको छ वा त्यसको नम्बर छ भने तपाईँले त्यहाँ हाल्नु होला। तर यो अनिवार्य नै छ भन्ने कुरा चाहिँ छैन, तर जतिसक्दो हालेको चाहिँ एकदमै राम्रो हुन्छ। र अर्को छ नागरिकता जारी गरेको जिल्ला। जुन जिल्लाबाट तपाईँको नागरिकता जारी भएको छ त्यही जिल्ला तपाईँले यहाँनिर छानेर हाल्नुपर्ने हुन्छ।
अनि अर्को तपाईँले देखिराख्नु भएको छ, यहाँ छान्दैछौँ हामी नागरिकताको किसिम भन्ने पनि एउटा यो छ त्यहाँनिर। प्रायः जस्तोको चाहिँ हामी सबैको चाहिँ वंशजै हुन्छ, त्यसमा चाहिँ त्यही वंशजै हाल्नु होला। र अर्को छ नागरिकताको जारी मिति। जुन समयमा जुन मितिमा तपाईँको नागरिकता जारी भएको छ हो त्यही हाल्नु होला। यो चाहिँ तपाईँले नागरिकताको पछाडिपट्टि जारी मिति देख्न सक्नुहुन्छ, हो त्यही हेरेर हाल्न सक्नुहुन्छ। त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ नागरिकता विवरणअनुसार जन्मस्थल स्थायी ठेगाना जस्तै अब तपाईँको नागरिकता अनुसारकै स्थायी ठेगाना छ, अहिले बसिराख्नु भएको पनि त्यही नागरिकता अनुसार छ भने त्यहाँ क्लिक गर्नुभयो भने जस्ताको त्यस्तै सबै आउँछ, यसमा खासै केही गर्नुपर्ने छैन। अनि गाउँ टोलको नाम चाहिँ तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ, आफ्नो गाउँ टोल जुन हो त्यही लेख्नु होला। हामी तल पनि देख्न सक्छौँ, यहाँ पनि जस्ताको त्यस्तै छ। र यहाँ अलिक तल देख्न सक्नुहुन्छ नागरिकताको फोटो अपलोड भनेर अगाडिको फोटो अनि पछाडिको फोटो लेखेको छ। त्यसमा चाहिँ तपाईँले अगाडिको फोटो र पछाडिको फोटो हाल्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँनिर गाउँ टोलको नाम जुन छ त्यसलाई कपी गरेर तलपट्टि पनि पेस्ट गरेका छौँ। यसमा चाहिँ तपाईँले जस्ताको त्यस्तै राख्न सक्नुहुन्छ। र यहाँ हेर्नुहोस् है, तपाईँले नागरिकताको फोटो अपलोड भनेर भनेको छ। सुरुमा चाहिँ तपाईँले अगाडिको फोटो लेखेकोमा चाहिँ नागरिकताको अगाडिको फोटो खिचेर यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ, र पछाडिको फोटोमा भनेको चाहिँ पछाडिको नागरिकताको पछाडिको भाग खिचेर अपलोड गर्नुपर्ने हुन्छ। र हामीले चाहिँ दुईवटा फोटो खिचेर हालिसकेका छौँ र अर्कोमा जाँदैछौँ। र यहाँ देख्न सक्नुहुन्छ अपाङ्गता रहेको भए हो होइन भन्ने कुरा छ। यदि अपाङ्गता हुनुहुन्छ भने हो लेख्नुहोस्, होइन भने चाहिँ होइनमा क्लिक गरेर अर्कोमा जानुहोस्। र यहाँ देख्न सक्नुहुन्छ अब यहाँनिर छ अन्यको अप्सन छ। यहाँ चाहिँ अब के छ भन्दा सुरुमा चाहिँ तपाईँको मातृभाषा कुन सेलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि रहेको छ तपाईँको समूह वर्ग के हुन्छ त, जनजाति आदिवासी के हुन्छ लाउनु होला। अर्को छ शैक्षिक योग्यता निरक्षर र साक्षर छ। तपाईँको शैक्षिक योग्यता छ भने त्यही अनुसार कुन तह हो त्यो सिलेक्ट गरेर तपाईँले हाल्न सक्नुहुन्छ। यति गरिसकेपछि अर्कोमा क्लिक गर्नु होला। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ प्रदेशको अप्सन छ, तपाईँ कुन प्रदेशको हुनुहुन्छ त्यही हाल्नु होला। अर्को छ जिल्ला, जुन जिल्लाको हुनुहुन्छ त्यही जिल्ला छानेर हाल्नु होला। अनि अर्को देख्न सक्नुहुन्छ सम्पर्क स्थानको नाम, यो चाहिँ तपाईँको जुन जिल्ला निर्वाचन कार्यालय हुन्छ त्यो आफै अप्सनमा आउँछ, त्यो छान्नु होला। हाम्रो चाहिँ सुनसरी भएको कारणले सुनसरी आएको छ। र अर्को यहाँ मिति देख्न सक्नुहुन्छ। यो मितिमा चाहिँ तपाईँले ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि यहाँनिर 16 गते देखाएको छ अनि 30 गतेसम्म छ। हामीले चाहिँ 16 गते यहाँनिर फर्म भर्दैछौँ, त्यसैले 16 गते देखाएको छ। 16 गतेदेखि 30 गतेसम्म जुन दिन तपाईँ चाहिँ जिल्ला निर्वाचन कार्यालय जान भ्याउनुहुन्छ अथवा पाएको पर्छ भन्ने छ त्यही दिन सेलेक्ट गर्नु होला। त्यो दिन चाहिँ तपाईँ यो भर्खरै जति पनि भरेको छौँ यसलाई चाहिँ प्रिन्ट गरेर अनि त्यो दिन चाहिँ जिल्ला निर्वाचन कार्यालय औँठाको छाप दिनको लागि तपाईँ जानुपर्ने हुन्छ। त्यसैले जुन दिन भ्याउनुहुन्छ, जुन दिन चाहिँ मलाई समय मिल्छ भन्ने हुन्छ त्यो दिन तपाईँले यहाँनिर छान्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँ 25 गते छानेका छौँ, त्यो दिन भ्याउँछौँ भनेर। र नोट त्यहाँ हेर्नुहोस् है त, फोटो र औँठा छाप दिनको लागि आवेदन फारमको प्रिन्ट र अन्य आवश्यक कागजातहरू साथमा लिएर अनिवार्य रूपमा रोजेको सम्पर्क स्थान र मितिमा जानुपर्छ। यदि गरेपछि हामी अर्कोमा जान्छौँ। र देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ अघि हामीले जति पनि भरेका छौँ त्यो सबको विवरण यहाँ देखाएको छ। अनि तपाईँले राम्रोसँग चेक गर्नु होला कुनै प्रकारको मिस्टेक छ कि छैन भनेर। नागरिकता नम्बर अन्य के हुन्छ सबै राम्रोसँग हेर्नु होला। हो यसैले प्रिन्ट गरेर हामी चाहिँ जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ अघि हामीले तोकेको मितिमा। र तपाईँको अब यहाँनिर हरेक कलरमा अप्सन आउँछ, देख्न सक्नुहुन्छ। तपाईँले दर्ता गर्नुहोस्, त्यहाँ गएर तपाईँले क्लिक गर्नु होला। यति गरिसकेपछि चाहिँ तपाईँको दर्ता सफल भइसकेको हुन्छ। तपाईँको आवेदन नम्बर भनेर त्यहाँनिर
दिएको हुन्छ, यसलाई चाहिँ ब्लर गरेका छौँ। तपाईँले चाहिँ स्क्रिनसट गर्नु होला यसलाई, यो आवेदन नम्बर आवश्यक पर्छ। र अब चाहिँ यहाँ लेखेको छ तपाईँले अघि जुन तोकेको मिति छ त्यसमा चाहिँ तपाईँ जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ औँठा छाप दिनको लागि। र तपाईँले चाहिँ यसलाई पिडिएफमा डाउनलोड गरेर प्रिन्ट गर्न सक्नुहुन्छ र जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ। यदि तपाईहरू आफै उपस्थित भएर फर्म भर्न चाहनुहुन्छ भने तपाईले चाहिँ तपाईको नागरिकता, राष्ट्रिय परिचय पत्र लिएर जानुपर्ने हुन्छ। अनि स्थायी ठेगाना परिवर्तन भएको खण्डमा तपाईले आफ्नो बसाइसराई गरेको प्रमाणपत्र अनि विवाह गरेको हकमा विवाह दर्ता लिएर जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ। यदि तपाईहरूको नागरिकतामा जन्ममिति, ठेगाना, उमेर नखुलिएको अवस्थामा चाहिँ तपाईहरूले चाहिँ आफ्नो राहदानी, ड्राइभिङ लाइसेन्स, शैक्षिक योग्यता जस्ता कागजपत्रहरू लिएर चाहिँ जानुपर्ने हुन्छ। तपाईहरूले अनलाइन मार्फत आफ्नो फर्म भर्नुभएको छ भने चाहिँ त्यहाँ दिएको आवेदन नम्बरको चाहिँ हजुरले चाहिँ प्रिन्ट गरेर अथवा स्क्रिनसट गरेर चाहिँ लिएर जानुपर्ने हुन्छ। अनि अघि माथि भने जस्तै कागजातहरू पनि हजुरहरूले चाहिँ आवश्यक परेको खण्डमा चाहिँ बोकेर जानुपर्ने हुन्छ। यो भोटर आइडीको म्याद चाहिँ अन्तिम कार्तिक 30 गतेसम्म रहेको छ। अनि तपाईँ चाहिँ यही सुनसरी जिल्लाको स्थायी बासिन्दा हुनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ इनरवाको जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ। र मतदान गर्नु अवसर मात्र नभएर सही जनप्रतिनिधि चुन्ने तपाईँको अधिकार र कर्तव्य पनि हो। र त्यसैले तपाईँको अधिकार र कर्तव्यको प्रयोग गर्न बेलैमा भोटर आइडी बनाउन नभुल्नुहोला। र तपाईको छरछिमेकी र तपाईको साथीभाइहरूले भोटर आइडी बनाउनमा समस्या भइरहेको छ भने उहाँहरूलाई यो भिडियो सेयर गर्न नभुल्नुहोला।